11 का 7 रहेछ। विश्वासैबाट त्यस बेलासम्म नदेखिएका कुरामा परमेश्वरबाट जनाव पाएपछि आफ्नो परिवारलाई बचाउन नोहले जहाज तयार पारे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराए र विश्वास अनुसारको धार्मिकताका हकदार भए। अघि बिहानको चरणमा हामी सुन्दै थियौँ विश्वासको कामहरूको विषयमा। यदि हाम्रोमा त्यो साँचो विश्वास छ भने त्यो साँचो विश्वासको काम चाहिँ हामीलाई अराउनु पर्दैन। आफै विश्वासले विश्वासको काम गर्दै जान्छ र विश्वासबाट विश्वासकै आधारमा विश्वासबाट परमेश्वरको धार्मिकता हाम्रो अगाडि प्रकट भएको हामी देख्छौँ। र विश्वासले हामीलाई परमेश्वरको धार्मिकताको के देखाउँछ भने दृश्य हामीलाई देखाउँछ। अर्थात् त्यो धार्मिकता हाम्रो जीवनमा विश्वासको आधारमा प्रकट हुँदै जान्छ। त्यो परमेश्वरको महिमा हामीले विश्वासको आधारमा हामी देख्नेछौँ है कुरो। अब हामीले यहाँ नोहको विषयमा पढ्यौँ। नोहले यहाँ फेरि पनि पढ्छु म। विश्वासद्वारा नोहले त्यस बेलासम्म नदेखेका कुराहरूको विषयमा परमेश्वरद्वारा चेतावनी पाई डराएर आफ्नो परिवारको उद्धारको निम्ति एउटा जहाज तयार पारे। यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्वासद्वारा हुने धार्मिकताको हकवाला बने। नोहको जीवनमा विश्वासको यो अद्भुत काम यसरी भयो। उनले पहिले त विश्वासको आधारमा नदेखेको कुराको विषयमा परमेश्वरद्वारा चेतावनी पाए रे। नदेखेको कुराको विषयमा विश्वासको आधारमा परमेश्वरबाट नोहले चेतावनी पाए। एउटा कुरो है, अघि हामीले सुन्दै थियौँ हाम्रो विश्वास चाहिँ नदेखेको कुराको प्रमाण हो र हामी विश्वासमा हिँड्छौँ भने यो देखिने कुरोलाई हेरेर कहिले पनि हिँड्दैनौँ। यो त देखी कुरो त लौकिक हो, बितेर जाने हो। र विश्वासमा हामी हिँड्छौँ भने अनदेखी कुरालाई हेरेर हेर्छौँ। हामी दृश्यले होइन, हेरेर होइन, तर विश्वासले हेर्छौँ भन्ने कुरोलाई अघि हामी हेरिसकेका छौँ। अब नोह त्यस जमानामा धर्मी ठहरिएको व्यक्ति हो। परमेश्वरको नजरमा धर्मी ठहरिएको व्यक्ति नोह हो। ऊ धर्मी थिए, उसलाई विश्वास गर्थे उसले परमेश्वरको कुराप्रति। र यसकारण नोहले परमेश्वरबाट चेतावनी पाए। जुन चेतावनीलाई चाहिँ नोहले देखेको थिएन। कुरो अहिले हामीले साधारण रूपमा भने यसरी हामी भन्न सक्छौँ। त्यो नदेखेको कुराको चेतावनी चाहिँ के हो भन्दा अघि हामीले पढ्यौँ मत्तेसुल्ल लामो बाँचे अरे। मत्तेसुल्ल 969 होइन, 969 वर्ष बाँचेको मत्तेसुल्लले चाहिँ परमेश्वरको लामो धीरजलाई बताउँछ। र परमेश्वरले पापी संसारको न्याय गर्न चाहनुभयो। परमेश्वरले पछितो गर्नुभयो अरे मानिसलाई सिर्जना गर्नुभएकोमा। किनभने संसारमा बहुत पाप बढेर गयो अरे, साह्रै पापी थियो अरे। नोहको जमानामा मानिसहरू साह्रै पापी, अविश्वासी। अनि त्यसमा संसारलाई म नष्ट गर्छु भन्दाखेरि चाहिँ त्यहाँ एकजना धर्मी व्यक्ति पाइयो अरे, जुन चाहिँ नोह हो। र परमेश्वरले भन्नुभयो नोह त धर्मी छ, यो धार्मिकताको कारण म नोहलाई नष्ट गर्दिनँ। तर नोहलाई मैले गर्नु आँटेको कुरो, मैले गर्न चाहेको कुरो त्यो चाहिँ विश्वासद्वारा नोहले नदेखे तापनि त्यसको चेतावनी पाए अरे। त्यो चाहिँ हो परमेश्वरले संसारमा इन्साफ गर्नु चाहनु भएको हो। अनि परमेश्वरले संसारलाई चाहिँ जल प्रलयद्वारा इन्साफ गर्नुभयो। यो कुरो हामी सबले बाइबलबाट पढेका छौँ, हामीलाई थाहा पनि छ। र जुन चाहिँ कुरो चाहिँ नोहको समयमा त्यो त अन्जान थियो, नोहलाई त्यो कुरोको थाहा थिएन। तर परमेश्वरले नोहलाई चेतावनी दिनुभयो।
र नुहले परमेश्वर प्रति विश्वास गरेको कारणले गर्दा नदेखेको कुराको चेतावनीलाई नुहले विश्वास गरे। याद गर्नुहोस्, कुरो चाहिँ के छ भने हामीले 6 अध्याय उत्पत्तिमा यो कुरो पाउँछौँ। संसार सारै मानिसहरू पापी भएको कारणले गर्दा संसारलाई म अब जल प्रलय गरेर नष्ट गर्छु भन्ने परमेश्वरको के भयो, चाहना भयो। त्यो कुरो चाहिँ परमेश्वरले नुहलाई बताउनु भयो। अनि नुहले त्यो कुरोलाई देखेको थिएन कि नुहको समयमा पानी पर्थ्यो। कुरा गर्नुहोस्, यो नुहको जमानासम्म संसारमा पानी पर्थेन प्रिय, अहिलेको जस्तो पानी पर्थेन। आदमको सिर्जना भएको दिनदेखि जल प्रलयको समयसम्म संसारमा एक छिटा पानी परेको थियो। याद गर्नुहोस्, कुरा चाहिँ त्यो। अनि नुहलाई पानीको अनुभव छैन, पानी कसरी पर्छ। तर पनि नुहले विश्वास गरे। परमेश्वरले भन्नुभयो नुहलाई, हेर नुह, म संसारमा जल प्रलय लिएर पानी तारेर म संसार डुबाइदिन्छु भन्दा नुहले पत्याए त्यो कुरोलाई। त्यही कुरो त्यो पापीहरूले पत्याए। नुहको जमानाको त्यो अरू अधर्मी अविश्वासीहरूले पत्याएन नि, होइन। केवल पत्याउने चाहिँ, त्यसलाई विश्वास गर्ने चाहिँ नुह मात्र भयो नि त। हामीलाई पनि कसैले हामीले नदेखेको कुरो भन्यो भने हामीलाई पत्याउनु विश्वास गर्नु निकै कठिन पर्छ नि। जसरी अब नुहको जमानासम्म पानी नै परेको छैन, पानी पर्दा कस्तो हुन्छ अनुभव नै छैन, हैन। अहिले त हामीलाई पानी भन्दाखेरि त पानी पर्नु अगाडि बिजुली चम्किन्छ, गर्जन मेघको आवाज आउँछ, हावा बतास आउँछ, होइन। मेघ गर्जिन्छ, बिजुली पर्छ, त्यहाँदेखि पानी मुसलधारे भन्छ, हात्ती फुँडे भन्छ, पानीको नाम किसिम किसिम छ, होइन। त्यस्तो पानी पर्छ नि, हामीलाई थाहा छ नि किन पानी, हामीले अनुभव गरेको छौँ पानी परेको। तर नुहले कहिले पनि अनुभव गरेको थिएन पानी परेको। तर पनि परमेश्वरले भन्नुभयो नुहलाई, म पानी पारेर वर्षा गिराएर जल प्रलय ल्याएर म संसारलाई नाश गर्छु भन्नुभएको थियो। त्यो प्रति नुहले विश्वास गरे। यहाँ अहिले पढ्यौँ नि, नुहले पनि धर्मी भएको कारणले गर्दा विश्वासबाटै चेतावनी पाए अरे। त्यो चेतावनी चाहिँ म जल प्रलय ल्याउँछु भने त्यो प्रति नुहले विश्वास गरे नि त, बुझ्नुभयो। र यसले के बताउँछ भने अगर हामी विश्वासमा जिउँछौँ भने हामीले पनि चेतावनी पाउँछौँ, परमेश्वरबाट चेतावनी पाउँछौँ। र जुन चेतावनीलाई हामीले विश्वास गर्छौँ र हाम्रो बचावको काम गर्छौँ। अब उत्पत्ति 6 मा अलिकति पढिदिउँ त, छोड्नु लु। उत्पत्ति 6 मा खास पढेको हामीले र पनि अलिकति पढिदिउँ। जब मानिसहरू पृथ्वीमा बढ्दै गए, तिनीहरूका छोरीहरू र अङ्कल मुनिदेखि पढ्ने, त्यो निकै लामो भएछ। 5 देखि पढ्नु, 5 देखि 6 को 5। पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूको हृदयको विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्नुभयो। अब पृथ्वीमा मानिसहरूलाई बनाउनु भएकोमा परमप्रभुले अफसोस गर्नुभयो र उहाँ मनमा साह्रै दुखित हुनुभयो। तब परमप्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसहरूलाई पृथ्वीबाट म मेटिदिनेछु। के मानिस, के घस्रने जन्तु, के आकाशका पन्छी, सबैलाई, किनभने ती बनाएकोमा मलाई अफसोस लाग्यो। तर नुहमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो। नुहका वंशवाली यिनै हुन्। त्यो पनि कहाँ पढ्नु भने 17 पढ्नु, 17 पढ पढिदिनुहोस् न। किनभने हेर, जीवनको सास हुने सबै प्राणीलाई म आकाश मणिबाट सर्वनाश पार्नलाई पृथ्वीमा जल प्रलय ल्याउनेछु र पृथ्वीमा भएको हरेक प्राणी मर्नेछ। अहिले हामीले के सुन्यौँ, म संसारमा जल प्रलयको इन्साफ ल्याउनेछु र संसारमा भएको सबै जीवित प्राणीहरू नष्ट हुनेछ, मर्नेछ भन्ने चाहिँ त्यो परमेश्वरको चेतावनी नुहले पाए। हेर्नुहोस् है। अनि यहाँ हामीले पढ्यौँ भने
नोहले आफ्नो बचाउ र आफ्नो घरानाको बचाउको निम्ति एउटा जहाज बनाउनु पर्यो। सो चाहिँ नोहले त्यो जहाज तयार पारे। अनि जहाज बनिँदै गयो। याद गर्नुहोस्, जहाज बनिँदै गयो। जहाज कहाँ बनायो अरे? माथि डाँडामा बनायो अरे। याद गर्नुहोस्, जहाज जहाँ सुक्खा डाँडामा बनायो। अनि नोहको छोराहरूले सायद जहाज बनाउनु थाल्यो होला। अनि जहाज बनाउँदै गर्दा चाहिँ यहाँ पत्रसले भन्छ, पहिलो पत्रसमा 2 पल्ट लेखेको छ कि त्यो जहाज तयार हुइन्जेल चाहिँ नोहले धर्मको प्रचार गरे अरे। नोहले धर्मको प्रचार गरे अरे। नोहले परमेश्वरबाट चेतावनी पायो। त्यो चेतावनीलाई चाहिँ हामीले अघि हेरिसक्यौँ। नोहले विश्वास गर्यो र आफ्नो बचाउ र आफ्नो घरको बचाउ, परिवारको बचाउको निम्ति एउटा जहाज तयार पार्यो। तर त्यो जहाज चाहिँ नोहले समुद्रको छेउमा बनाएन। खासमा त जहाज त समुद्रको छेउमा बनाउँछ, किनभने त्यो जहाजलाई त समुद्रमा त्यो उगाउनु पर्यो नि त, तैराउनु पर्यो नि त। अब जहाज सुक्खा डाँडामा बनायो भने त कसरी तानेर लाने त्यत्रो जहाज समुद्रमा? जहाज त समुद्रको छेउमा बनाउनु पर्यो। परमेश्वरको काम अद्भुत हुन्छ। परमेश्वरले काम गर्दा विपरीत रूपमा काम गर्नुहुन्छ। हामीले सोचेको जस्तो गर्नुहुन्न। मान्छे र परमेश्वरको बीचको सोचाइ चाहिँ आकाश र पातालको फरक छ अरे। हामी एउटा सोच्छौँ, परमेश्वरले अर्कै पाराले काम गर्नुहुन्छ र जहिले पनि विपरीत हुन्छ। र यहाँ जब जहाज बनाइँदै थियो, जहाजको विषयमा यहाँ लम्बाइ चौडाइ पुरै छ। आज यसलाई नहेरौँ, हामी एकदमै छोटकरीमा जाँदैछौँ। जे होस्, नोहले जहाज बनाउन सुरु गर्यो। अनि नोहको छोराहरूले जहाज बनाउँदै गर्दा नोहले चाहिँ धर्मको प्रचार गर्यो। अनि मान्छेहरूले नोहलाई गिजाए, ए नोह बाजे के गर्नु भएको? त्यो डाँडामा जहाज बनाएर त्यो कसरी चाहिँ त्यो पानीमाथि तैराउने? तिम्रो जहाज बनाएको त्यो त एकदम त्यो त बेकाम भयो होइन? भाइ बहिनी हो, परमेश्वरले मलाई भन्नुभएको छ, संसारमा पाप बहुत बढेको छ। परमेश्वरको इन्साफ संसारमा आउनु आँटेको छ। परमेश्वरले संसारलाई जल प्रलय लिएर पानीले डुबाएर संसारको इन्साफ गर्नेवाला छ। आउनुहोस्, विश्वास गर्नुहोस्, मेरो छोराहरूलाई जहाज बनाउन सघाउनुहोस्। तर सबै बाइबलमा त लेखेको छैन। हाम्रो यो अनुमान, हाम्रो यो आत्मिक सोचाइ, सायद नोहले जरुर त्यो भनेको छ। अनि सघाउनुहोस् छोराहरूलाई, पछि तपाईँहरूको पनि स्थान हुन्छ जहाजभित्र। तपाईँहरू जल प्रलयदेखि बाँच्नुहुन्छ। संसार परमेश्वरले जल प्रलयले डुबाउनुहुन्छ। त्यति बेला यो जहाज पानी माथि तैरिन्छ। त्यति बेला हाम्रो सुरक्षा हुन्छ। हे नोह बाजेको हावा खुस्किएछ। नोह बाजे बौलाउन आँटेछ। कहीँ यस्तो हुन्छ, हामीले कहिले पानी परेको देखेका छौँ? संसारमा कहिले पानी परेको छ? किनभने नोहको जल प्रलयसम्म संसारमा पानी परेको थिएन। यो उत्पत्तिमै छ लेखेको। यो उहिलेको जमानामा, नोहको जमानामा पानी पर्थेन अरे। पानी सिचाउँथ्यो अरे, के अरे, संसारलाई पानीले छेकेको थियो अरे। अनि एक किसिमको ओस भन्छ नि, त्यो सिट भन्छ होइन, त्यो मिस्ट भन्छ अङ्ग्रेजीमा। एक किसिमको भुइँ कुहिरोले सट्टै संसारलाई सिचाउँथ्यो अरे। पानी पर्थेन अरे संसारमा। र मान्छेले पानी परेको देखेको भए पो विश्वास गर्ने। अब उनीहरू विश्वासी, उनीहरूले विश्वास गरेको त त्यो चेतावनीलाई उनीहरूले विश्वास गर्थ्यो। नोह बाजे के भएको? डाँडामा जहाज बनाएर उसको जहाज कहाँ लान्छ? समुद्रमा। अनि नोहलाई उनीहरूले खिल्ली बनाउँथे। नोहको विश्वासलाई उनीहरूले, नोहको प्रचारलाई उनीहरूले विश्वास गरेन। र तर यहाँ के लेख्यौँ? विश्वासद्वारा नोहले चेतावनी पाएर बचाउको निम्ति जहाज तयार पारे अरे। अनि संसारलाई के तुल्याए अरे? संसारलाई दोषी ठहराए अरे। अघि हामीले पावलले चाहिँ मलाई संसारले दोषी ठहरायो भने होइन, संसारले दोषी ठहराएर उसलाई ती मार्ने थियो। तर कप्तान, रोमी कप्तान आएर बचाएर उसलाई त्यहाँ एरेस्ट गरेर उसलाई सुरक्षित किल्लामा लगेर राखेर उसको बचाउ भयो होइन। संसारले त प्रभुको जनलाई दोषी ठहराउँछ। अब हाम्रो पालो चाहिँ के हो? संसारलाई दोषी ठहराउँछु। कहिले दोषी ठहराउँछु? त्यो चेतावनीलाई विश्वासद्वारा ग्रहण गरेर, त्यो चेतावनीलाई विश्वास जब हामी गर्छौँ, हामी संसारलाई दोषी ठहराउँछौँ। जसरी नोहले जहाज बनाए,
हामीले पनि त्यसरी जहाज बनाएका छौँ। परमेश्वरले हामीलाई चेतावनी दिनुभएको छ कि संसारमा ठुलो इन्साफ आउँछ, संसारमा न्याय आउँछ। परमेश्वरले प्रभु यीशु ख्रीष्टद्वारा संसारको न्याय गर्नुहुन्छ। त्यो न्यायदेखि बाँच्नको निम्ति भने हामी पनि त्यही जहाजमा हामी के गर्नुपर्छ? बस्नुपर्छ त्यही जहाजमा। त्यो जहाज चाहिँ को? जहाज प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। याद गर्नुहोस्, हाम्रो बचाउ प्रभु यीशु हुनुहुन्छ। हाम्रो विश्वासको सुरुवात प्रभु यीशु हुनुहुन्छ। हामीलाई बचाउने जहाज प्रभु यीशु हुनुहुन्छ। जसरी नोहले जहाज बनाए हामीले पनि जहाज बनाइसकेका छौँ। हाम्रो विश्वासको जहाजमा हामी चढिसकेका छौँ। यो कुरो त हामीलाई एउटा के भनौँ, एउटा सम्झनाको निम्ति, एउटा रिभ्यू भन्छ नि अङ्ग्रेजीमा, रिभ्यू, एउटा हामीलाई याद दिलाउनको निम्ति आज हामीले यो वचन हामीले यहाँ पढेको र हामीले यो काम गरिसकेका छौँ। अनि जहाज तयार हुँदै गर्दाखेरि यहाँ मलाई अलिकति यो भुलेको छु कि पद 2 र 3 अध्यायमा छ। पहिला पत्रस नोहले धर्मको प्रचार गरे भनेको लेखेको छ। 3 अध्यायमा हेरिदिनु, छट्टै हेरिदिनुहोस् न। 2 अध्यायमा छ, 3 अध्यायमा छ। त्यहाँ प्रचार चाहिँ नोहको जहाजसम्म सम्बन्धित छ प्रचारको कुरोको। दोस्रो पत्रस 2:5 पढिदिनु भाइ। दोस्रो पत्रस 2:5। प्राचीन संसारलाई बाँकी राख्नुभएका तर अभक्तहरूको संसारमा जल प्रलय गराउनु हुँदा धर्मको प्रचारक नोह र अरू 7 जनालाई जोगाउनु भयो। धर्मको प्रचार यो मैले चाहेको। पहिलो पत्रसमा छ अर्कै, त्यो त्यहाँ चाहिँ अर्कै प्रकारले लेखेको छ। धर्मको प्रचारक भनेर नोहको गवाई भयो। जब जब जहाज तयार भयो, जहाज बनिँदै गर्दा नोह चुप लागेर बसेन। नोहले त्यति बेलाको पापी अधर्मी दुष्ट मानिसहरूलाई त्यो चेतावनीको बारेमा प्रचार गर्यो। जुन कुरो चाहिँ अहिले हामी दोस्रा पत्रस 2:5 मा हामीले पढ्यौँ, ऊ धर्मको प्रचारक थिए। तर उसको प्रचारमा विश्वास गरे कसैले? नोहको जमानामा कुनैले विश्वास गर्यो? केवल नोहको परिवार 8 परिवारले मात्रै त्यो जहाजमा प्रवेश पाए अथवा त्यो जहाजमा पसे र आफूलाई त्यो जल प्रलयदेखि बचाए। र अहिले विश्वासको काम चाहिँ के रहेछ? चेतावनी पाउनु, चेतावनीलाई विश्वास गर्नु अनि इन्साफदेखि बाँच्ने, हाम्रो सुरक्षित स्थान पाउनु प्रभु यीशु ख्रीष्टमा। विश्वासको काम चाहिँ यो है प्रिय, विश्वासको काम। र अब परिवारलाई बचाउने अर्को पनि छ। अब नोह चाहिँ धर्मको प्रचारक, त्यो जमानामा परमेश्वरको नजरमा धर्मी ठहरिएको व्यक्ति नोहले परमेश्वरबाट चेतावनी पाएर आफ्नो बचाउ अनि आफ्नो परिवारको बचाउको निम्ति र सारा त्यहाँ जहाजमा पस्ने जीवित प्राणीहरूको बचाउको निम्ति जहाज तयार पारे। र नोहको परिवारको त्यति बेलाको जीवित प्राणीहरू जति जहाजमा पसे र त्यो जल प्रलयदेखि उनीहरू बाँच्यो भने अर्को एकजना अधर्मी व्यक्तिको विषयमा जसले पनि त्यही चेतावनीलाई विश्वास गरेको कारणले गर्दा उसले अनि उसको परिवारको पनि बचाउ भएको छ। ऊ चाहिँ साह्रै दुष्ट व्यक्ति, दुष्टेनी भनौँ न, जसको उच्चारण गर्नु पनि मन लाग्दैन। त्यो स्त्री चाहिँ को हो भन्दा हेरियोमा एउटा स्त्री बस्थी नि, राहाब वेश्या। ऊ वेश्या वृत्ति गर्थिन् र वेश्या भए तापनि राहाबले त्यो चेतावनीलाई विश्वास गरी र त्यो 2 जना गुप्त के अरे सिआइडीलाई के भन्छौँ, जासुस, त्यो 2 जना जासुसलाई बचायो। र त्यसको खण्डमा नोह के अरे त्यो राहाब वेश्याले त्यो जासुसहरूलाई के भने, मलाई थाहा छ तपाईँहरूको परमेश्वर शक्तिशाली परमेश्वर कस्तो लाल समुद्रलाई के गरिदियो, बाटो बनाइदियो, उजाड स्थानमा कस्तो कस्तो सहायता गर्दै आज इजरायलीहरू मोआबको किनारामा आइपुगेको छ। अब केही समयमा इजरायलीहरू कनानमा प्रवेश गर्नेछ, उनीहरूले हामीलाई नष्ट पार्नेछ, मलाई चाहिँ बचाउनुहोस् भनेर राहाबले त्यो गरी होइन। र राहाब पनि बाँची अनि राहाबले आफ्नो परिवारलाई पनि बचाए। र विश्वासको आधारमा आफू अनि परिवारलाई बचाउने नोह भने राहाब वेश्या पनि हो। यो हिब्रू 11 को आउँ त पढिदिउँ सट्टै। 11 को 31 मा पढिदिउँ।
विश्वासैबाट जासुसहरूलाई मैत्रिक सत्कार गरेकी हुनाले विश्वास नगर्नेहरूका साथमा रहब दृश्य भरिन। यति मात्रै रहेछ नि यहाँ। तर हामीले यहाँ यहोशूको पुस्तकलाई हामीले हेऱ्यौँ भने त्यहाँ राहाब मात्र बाँचिनन्, तर राहाबले आफ्नो परिवारलाई पनि बचाइन्। उनी एकदमै पापिनी स्त्री थिए। याद गर्नुहोस्, अघि हामीले पढ्यौँ नोह धर्मी थिए। धर्मी भएको नाताले नोहले परमेश्वरबाट चेतावनी पाए र आफ्नो बचाउको काम, त्यो विश्वासको काम नोहले गरे भने यहाँ एउटा स्त्री छ पापिनी, महापापिनी स्त्री, जसले पनि त्यो परमेश्वरको न्याय आफ्नो जनहरूमाथि आइपार्नेवाला थियो। भन्नुको अर्थात् यरिहो सहरमा परमेश्वरको न्याय खनिनेवाला थियो। त्यहाँका सारा मानिसहरू परमेश्वरको न्यायमा नष्ट हुनेवाला थिए। तर राहाब वेश्याले त्यो कुरोमाथि विश्वास गरेकीले गर्दा उनले त्यो दुईजना जासुसहरूलाई घरमा ग्रहण गरिन् होइन, र त्यो उनीहरूलाई बचाइन्। र पछिबाट जासुसहरूलाई के भनि भने मलाई पनि बचाउनुहोस् भन्दाखेरि राहाब वेश्याको बचाउ भयो, उसको परिवारको पनि बचाउ भयो। र यहाँ मैले किन यो राहाबको कथा यहाँ ल्याएको भने विश्वासको अद्भुत काम यसरी हुन्छ। विश्वासले चाहिँ चाहे हामी धर्मी हौँ, अब धर्मीले चाहिँ त्यो विश्वासीको जीवनलाई बतायो नि त। नोहको जीवनले चाहिँ विश्वासीको जीवनलाई बतायो। हामी विश्वासी अघि नै पढिसक्यौँ। हामी विश्वासद्वारा हामी प्रभु यीशु ख्रीष्टमा धर्मी ठहरिएका छौँ। हामी धर्मी भयौँ र हाम्रो लागि परमेश्वरले चेतावनी दिनुहुन्छ। त्यो चेतावनीलाई हामी के गर्छौँ? मानिलिन्छौँ, विश्वास गर्छौँ र चेतावनीमा आइपर्ने त्यो इन्साफमा हामी बाँच्ने हामी काम पनि गर्छौँ। विश्वासको काम त्यो हो। अब भने यहाँ राहाबले चाहिँ पापी दुनियाँलाई बताउँछ। राहाब बहुत पापिनी थिए, तर कि पापिनी दुष्ट काम गर्ने, व्यभिचारको काम गर्ने पापिनी स्त्रीले पनि परमेश्वरको आइपर्ने इन्साफमाथि विश्वास गरेको कारणले गर्दा उनी मात्र बाँचिनन्, तर उसले आफ्नो परिवारलाई पनि बचाइन्। कुरा चाहिँ त्यो। तपाईँले यो चाहिँ यहोशूको पुस्तकमा पढ्नु, सुरुमा चाहिँ सायद 2-3-4 अध्याय बिचमा पाउँछु है, त्यहाँ पढ्नुहोस्। र यहाँ होइन 2 अध्यायमा रहेछ। र अब यहाँ के छ भने एकपल्ट प्रेरित पाउलले पनि झ्यालखानामा त्यो निर्दय झ्यालको सुबेदार, झ्यालको त्यो कमान्डरलाई यही भनेको छ होइन। त्यो रात त्यो झ्यालमा 2टा कैदीहरू ल्याइयो, प्रभुका कैदीहरू। अब झ्यालखानामा त कैदीहरूलाई गोलाइदिएर ठिङ्गुरो लगाइदियो। ठिङ्गुरोमा कतै चल्नु पाउँदैन, यसरी लडेकै घोडामा लगाइदिन्छ, घोडामा त्यहाँ। अनि तर त्यो रात 2टा अद्भुत कैदीहरू त्यहाँ आयो। अरू कैदीहरू त कुट्दा रुन्थे, कराउँथे, सराप्थे कुट्नेहरूलाई। तर त्यो दिन त छैन रुनु कराउनु, गीत गाइरहेको छ, प्रार्थना गरिरहेको छ, भजन गाइरहेको छ, सबै छक्कै। त्यो सुबेदारले पनि सुन्यो होला आज कस्तो खालको कैदी आयो भनेर। अनि राति भुइँचालो आयो, झ्यालखाना के भयो भत्काइदियो। अनि सुबेदार आफूलाई मार्नु खोज्यो होइन। अब कैदीहरू भाग्यो भनेर पावलले भन्छ नमार, हामी भाग्दैनौँ न। अरे थप कामले आएर तरवार पनि झऱ्यो अरे। ए हजुर हो, मैले उद्धार पाउनलाई के गर्नुपर्छ भनेर सोधेँ होइन। सुसमाचार अघि नै सुनाइसकेको थियो। केमा? भजनमा, प्रार्थनामा, गीतमा। गीतमा यति शक्ति हुन्छ। अघि शिवनको गीतको कुरा आयो होइन। गीतले हाम्रो यस्तो शक्तिको काम गर्छ। त्यति बेला नै सुसमाचार सुनाइसकेको थियो। भरे परमेश्वरले अद्भुत काम गर्नुभयो विश्वासको आधारमा। अनि त्यति बेला त्यो निर्दय कस्तो खालको हुन्छ झ्यालको कमान्डर मालिक, निर्दय हुन्छ एकदमै, मान्छे बोत्ने, एकदमै दया माया नभएकोलाई त राख्छ झ्यालमा होइन। अनि त्यो निर्दय झ्यालको सुबेदारको हृदय पक्लेर मैले उद्धार पाउनको लागि के गर्नुपर्छ भन्दाखेरि विश्वास गर, तिमीले उद्धार पाउनेछौ, तिम्रो परिवारले पनि भनेको छ कि छैन। प्रेरित कर्म 16:31 साह्रै नै हामीलाई चाहिएको पद हो। विश्वास गर, तिमीले उद्धार पाउनेछौ, तिम्रो परिवारले पनि। अनि यो झ्याल कमान्डर पनि नुहा गरेर राहाबको गन्तीमा आयो कि आएन? फिलिपीमा त्यसरी विश्वास काम सुरु भयो। पहिले त लिडियाले विश्वास गरी उसको घर खोलिदिए। त्यो के अरे बैजनी वस्त्र बेच्ने लिडियाले त्यहाँ मण्डली सुरु भयो। त्यहाँदेखि त्यो एउटा जोखाना हेर्ने एउटा केटीले विश्वास गरी होइन। त्यसको पछाडिबाट त्यही केटीलाई बचाउँदाखेरि चाहिँ उनीहरूलाई झ्यालमा लगाइदिएको होइन। अनि झ्यालमा त्यो रात कस्तो काम भयो।
अनि त्यो फिलिपीको जेलर पनि फिलिपीको मण्डलीको एउटा यो भएन, विश्वासी भएन। अनि त्यही फिलिपीको मण्डलीले चाहिँ पावललाई सक्दो प्रेम गर्थे होइन, प्रेम गरेर पावललाई चाहिने खाँचोहरू पनि पुरा गरिदिन्थ्यो त्यही फिलिपीको मण्डली। त्यस्तो निर्दय मान्छे पछि कस्तो राम्रो विश्वासी भएछ होइन। विश्वासको काम यस्तो हुन्छ है। र जब विश्वासको काम हाम्रो जीवनमा हुन्छ, पहिले हाम्रो बचाउको काम हामी गर्छौँ। विश्वासले हामीलाई स्वर्ग लाने काम, उद्धारको काम, मुक्तिको काम अनि धार्मिकताको अरू काम त अनगन्ती छ। हामी यो सायद यसलाई त बहुत समय लाग्छ होला। हिब्रू 11 लाई हामी हेरिसक्नु, सब यहाँ विश्वासको काम भएको कुरो हो। र अब लास्ट पढेर हामी अब्राहमकोमा जान्छौँ। यो हिब्रू 11 को लास्ट पढिदिउँ। नोहले विश्वासको काम गरेको विषयमा भन्नु त धेरै थियो, तर अब समय छैन। पढिदिउँ हिब्रू 11। विश्वासैबाट बलवान भएपछि होइन, नुहाको पढ्नु हजुरलाई। नुहाको विश्वासैबाट त्यस बेलासम्म नदेखिएको कुरामा परमेश्वरबाट जनाव पाएपछि आफ्ना परिवारलाई बचाउन नोहले जहाज तयार गरे। त्यसद्वारा उनले संसारलाई दोषी ठहराएर विश्वास अनुसारको धार्मिकताका हकदार भए। कहिले दोषी ठहर्यो संसार? नोहले कति प्रचार गर्यो होला। हे आऊ, संसारलाई परमेश्वरले न्याय गर्नेवाला छ, भलबाडी पठाउनेवाला छ, विश्वास गर, जहाज बनाउन। कहिले पत्याएन, कसैले विश्वास गरेन। किन? नष्ट हुनेको लागि। नष्ट हुनेले विश्वास गर्छ। र पछिबाट ठक्कै जहाज बनिसक्यो अनि सबै भित्र पसाइयो होइन, सबै जीवित प्राणीहरू बचाउने। अनि नुहा पनि तँ पनि पसेपछि दैलो कसले खोलिदिनु भयो? परमेश्वरले थुनिदिनु भयो। त्यहाँदेखि आकाश गर्जियो अरे, बिजुली चम्कियो अरे, त्यहाँदेखि कहिले नपरेको पानी पर्नु थाल्यो। पर्यो 1 दिन 2 दिन। याद गर्नुहोस्, 1 घन्टा पानी, ठुलो पानी, हात्ती सुडे पानी बस्यो भने सब धेरै बगाउँछ। एकपल्ट म 93 सालमा तल गम्टु लङ्कामा सेवा घरमा बस्थेँ। त्यति म काम त्यो साल मैले छोडेको काम, र त्यहाँ सेवा गर्नु बस्थेँ। 2 घन्टा पानी पर्यो, 2 घन्टा मात्रै। यस्तो ठुलो पानी पर्यो, हावा साथ। अरे कस्तो प्रकारले भल पहिरो गयो। त्यो चाहिँ गम्टु भन्ने चाहिँ त्यो के अरे लङ्का भन्ने चाहिँ पहाडको फेदमा, एकदमै पहाड सुरु हुन्छ, पहाडको फेदमा त्यहाँ थियो सेवा घर। उता 2 जना बडी र दिदी बस्नुहुन्थ्यो र म चाहिँ केही समयको लागि बसेको। लामो 1 घन्टाभन्दा लामो पानी पर्न थालेपछि डर लागेर उठेर प्रार्थना गरेँ, नुहाको जल पर्लाई सम्झेँ। यहाँ 2 घन्टा पानी परेको यस्तो भयो। नुहाको 40 दिन 40 रातमा के भयो भनेर घोडामा बसेर प्रार्थनामा गरेँ। त्यो भल आएछ। त्यो सेवा गर्नु घोसो थियो, यति घोडाको मुनिसम्म भल आएछ। अनि त्यहाँ सेवा घर भएकोले मात्रै बाँचेको। त्यहाँको अविश्वासीहरूले गुण गायो। भोलिपल्ट माथि खोलाको भल आएको, तर यस्तो आएर एल सेपबाट उता गएछ। यहाँ चर्च भएर मात्रै हामी बाँचेको भनेर बहुत गुण गाएको छ। हामीले प्रार्थना गरेका थियौँ। त्यहाँ 3 जना बडीले पनि गर्नुभयो होला, दिदीले पनि, मैले पनि गरेँ। त्यो नुहाको जल परेको सम्झेर प्रार्थना गऱ्यौँ। 2 घन्टा जस्तो मात्रै पानी परेको। धेरै खती गऱ्यो भने 40 दिन 40 रात पानी पर्दा त सायद हप्ता दिन पानी पर्दा नै त्यो मान्छेहरूको गाउँ डुब्नु थाल्यो होला। हो रहेछ क्या हो, यो नुहा बाजेले भनेको हो रहेछ। अब पानी कहिले परेको थिएन, पानी पर्यो। अब हो, त्यहाँदेखि उनीहरूको घर डुब्यो। नुहाको डाँडा, त्यो जहाज बनाएको डाँडा पनि डुब्नु खोज्यो। अब 15-20 दिनमा त डुब्नु खोजेन नि। हो, साँचो रहेछ। अब नुहा बाजे पत्यायो। अब त पत्यायो। अब विश्वास लाग्यो भन्दा हुन्छ? सायद तिनीहरू माथि गयो होला, नुहाको जहाजको छेउनी पुग्यो होला, दैलो पनि ठकठकायो होला। त कसले बन्द गर्नु भएको थियो? परमेश्वरले बन्द गर्नु भएको थियो। प्रिय, यहाँ आज कोही तपाईँहरूले त्यो जहाजलाई बनाउनु भएको छैन, त्यो जहाजमा तपाईँहरू पस्नु भएको छैन भने एक दिन समय आउँछ, पर्खिन्छ। लामो समय पर्खेपछि परमेश्वरले ढोका बन्द गर्नुहुन्छ, अनुग्रहको ढोका बन्द गर्नुहुन्छ। अनुग्रहको ढोका बन्द गरेपछि विश्वास गर्छु भन्दा नि हुँदैन। याद गर्नुहोस्, अहिले चाहिँ विश्वास गर्ने समय अहिले छ। बाइबलमा घरिघरि भन्छ विश्वास गर्ने समय अहिले छ, अनुग्रहको समय अहिले छ। हामीले अहिले नै विश्वास गर्नुपर्छ। अहिले अगर यहाँ कोही तपाईँहरू अहिलेसम्म अविश्वासी हुनुहुन्छ भने, तपाईँले त्यो डरलाग्दो परमेश्वरको इन्साफप्रति विश्वास गर्नुभएको छैन भने तपाईँले अहिले प्रभु यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस्। तपाईँ पनि त्यो जहाजभित्र प्रवेश गर्नुहुन्छ। तपाईँले त्यो जहाजभित्र आफ्नो सुरक्षित स्थान तपाईँहरूले मजबुत पार्नुहुन्छ। तपाईँहरूको सुरक्षा त्यो जहाजभित्र हुन्छ। नभए एक दिन
परमेश्वरले ढोका बन्द गरिदिनुहुन्छ त्यही मान्छेको जस्तो हालत बाहिर हुन्छ। त्यो बाहिरको मान्छेले रुए, चच्चाए, चिच्चाए, कराए, अब त विश्वास लाग्यो, नुहा बाजे तपाईँले भनेको हो रहेछ, साँचो रहेछ भन्दा भयो। याद गर्नुहोस्, विश्वासले हामीलाई एउटै काम दिलाउँछ, परमेश्वरको वचनलाई हामीलाई के गर्छ, हामी विश्वास गर्छौँ। बाइबलमा हाम्रो निम्ति धेरै चेतावनीको वचन छ। यो चेतावनीको वचन चाहिँ धर्मीहरूलाई हो, पापीहरूलाई होइन। पापीहरूले कहिले पनि त्यो विश्वास गर्दैन। हामी धर्मी ठहरेका छौँ, हामीलाई प्रशस्त चेतावनीको वचन छ। यसलाई विश्वास गरौँ, त्यो विश्वासको काम पनि गरौँ। यसलाई यहीँ राखौँ। अब अब्रामको पढिदिनुहोस्, अब्रामको पढिदिनुहोस्। विश्वासद्वारा अब्रामले आज्ञा पालन गरे र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउने थिए। यद्यपि उनी एकातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन। विश्वासद्वारा उनी एक परदेशी झैँ प्रतिज्ञाको देशमा इसाक र याकुब जस्तै तम्बुहरूमा बसोबास गरे। अब यति नै राख्नु, यति नै, आज यति नै, यसरी भ्याइँदैन होला। अब विश्वासको काम यहाँ कतिवटा काम हेऱ्यौँ हामीले, हेर्नुहोस् है। यहाँ अघि नुहाले विश्वासको के काम गरे, आफ्नो बचाउको काम गरे, होइन? बचाउको काम गरे, विश्वासले बचाउको काम नुहाले गरे। र नुहा आफै अनि नुहाको सारा परिवार, 8 परिवार त्यो इन्साफदेखि बाँचे, जल प्रलयदेखि बाँचे भने राहब वेश्याले पनि विश्वासद्वारा आफूलाई बचाउने काम गरी अनि आफ्नो परिवारलाई पनि बचाइन्। विश्वासले बचाउने काम गर्छ हामीलाई। र अगर हामीले पनि यो विश्वासद्वारा, यो विश्वास हाम्रोमा छ भने हामीलाई बचाइसकेका छौँ। उद्धार मुक्ति हाम्रो हो। हामीलाई त्यो डरलाग्दो इन्साफमा हामी पर्ने छैनौँ। तर अगर तपाईँहरू गर्नुभएको छैन भने आजै गर्नुहोस्, समय भोलि ढिलो होला। र अब हामी यहाँ र नुहा चाहिँ त्यति गरेपछि नुहाले चाहिँ के गरे अरे भने यहाँ उसले संसारलाई दोषी ठहराए अरे। जब हामी विश्वासको काम हाम्रोमा हुन्छ, हामीले संसारलाई दोषी ठहराउनु पर्दैन। तिमी पापी, तिमी अधर्मी, तिमी दुष्ट, संसारलाई त्यसो भन्न थाल्यो भने त रिसाउँछ, होइन? कसैलाई हामी पापी, दुष्ट, अधर्मी भन्नु सक्छौँ। तर हामीले चाहिँ विश्वासको काम हाम्रो जीवनमा भएपछि यो हाम्रो काम गराइले चाहिँ संसार के हुँदो रहेछ, दोषी ठहरिँदो रहेछ। याद गर्नुहोस्। र नुहाले अर्को पनि छ एउटा, नुहाले के को हक भयो अरे, हकवाला, धार्मिकताको हकवाला भयो अरे। नुहा मात्रै होइन, हामी पनि धार्मिकताको हकवाला भएको छौँ। यो धार्मिकता हाम्रो, विश्वासको काम चाहिँ यस्तो है। त यस्तो कामहरू गर्नु मन लाग्दैन? यो बारी खन्ने, दाउरा चिर्ने यो काम हो, अप्ठ्यारो काम हो कि डाँडा चढ्ने काम हो? डाँडा चढ्ने अप्ठ्यारो काम होइन नि। यस्तो धार्मिक बचाउ हुने, धर्मी ठहरिने, संसारलाई दोषी ठहराउने विश्वासको काम गर्दा हामीलाई गर्नु मन लाग्दैन? हामीले गरिरहेका छौँ। अझै बढ्ती रूपमा गर्दै जाउँ। अब यहाँ अब अब्रामको पढौँ। जब अब्राम त्यस ठाउँलाई जान, होइन विश्वासद्वारा पुरा गर्नुपर्थ्यो त। यहाँ रहेनछ, विश्वासद्वारा अब्राम त्यस ठाउँमा जानलाई बोलाइए भन्नुपर्छ खासमा चाहिँ। जुन ठाउँमा उनले पछिबाट हकको सम्पत्तिको रूपमा पाउनेवाला थिए, तब उनले विश्वासद्वारा आज्ञा पालन गरे। अच्छा, यहाँ एउटा कुरो, विश्वासको काममा एउटा पहिलो अब्रामले गरेको काममा अब्रामलाई बोलाइयो अरे, विश्वासद्वारा बोलाइयो। यो बोलावट चाहिँ विश्वासको आधारमा भएको है। याद गर्नुहोस्, हाम्रो जीवन चाहिँ विश्वासदेखि सुरु हुन्छ र विश्वासमा थुप्रो हाम्रो सद्गुणहरू थप्दै लानुपर्छ। जुन कुरो चाहिँ पत्रसले दोस्रा पत्रसको 1 अध्यायमा भनेको छ, विश्वासदेखि सुरु भएर विश्वासमा धेरै कुरो थप्दै लानुपर्छ हामीले हाम्रो विश्वासको हिँडाइमा। र यहाँ पहिला त अब्राम विश्वासबाट बुलावट भए अनि हामी पनि बुलावट भएको। मण्डलीको अर्थ, मण्डलीको परिभाषा चाहिँ बोलाइएको हो। मण्डली के हो भन्दा पहिलो मण्डलीको परिभाषा चाहिँ मण्डली चाहिँ बोलाइएको। याद गर्नुहोस्,
हामी बोलाइएका हौँ, विश्वासको आधारमा हामी बोलाइएका हौँ। के को लागि? जसरी अब्रामलाई बोलाइयो त्यसैको निम्ति हामीलाई बोलाइएको है। विश्वासको पहिलो काम चाहिँ अब अनि त्यो चाहिँ कहाँ जानलाई बोलाइएको अरे? कहाँ नदेखेको ठाउँमा अरे। was called to go out into the place which he should receive after an inheritance. त्यो ठाउँ चाहिँ कहाँ हो? कहाँ? अब्राम कहाँ थियो? उरमा थियो, कल्दीहरूको उरमा थियो। उरदेखि अब्राम हारानमा आयो। त्यहाँ चाहिँ अब्रामलाई बोलावट भयो कनान जाने। कनान कहाँ कहाँ? अब्रामको निम्ति। कसैलाई नयाँ ठाउँमा जा भन्दाखेरि अप्ठ्यारो हुन्छ। त्यहाँ जानुको लागि धेरै कुरोको त्यहाँ तयार तम्बर गर्नु पर्यो। त्यहाँ त्यो ठाउँ कस्तो छ, त्यहाँ कस्तो कुन प्रकारले पुगिन्छ, कसरी त्यहाँ बसिन्छ, धेरै सोधपुछ गर्नु पर्यो त्यो ठाउँमा जानुको लागि। तपाईँहरूलाई त्यसै थपक्कै अमेरिका क्यानाडा लान्छ? त्यो लानु अगाडि यहाँ के तपाईँहरूको यो के क्लासहरू हुन्छ होइन? तपाईँ जानकारीको कुरोहरू तपाईँलाई यस्तो यस्तो भनेर सबै सिकाउँछ। र मात्रै जाँदा पनि धेरै कुरोको अनुभव नभएको कारणले गर्दा अप्ठ्यारोमा पर्नुहुन्छ तपाईँहरू होइन भोलि पर्सि। त यिनीहरू तपाईँहरूको एउटा क्लास हुन्छ, एउटा तपाईँलाई त्यो देशको विषयमा केही शिक्षा दिइन्छ। अब्रामलाई त्यो गर्यो, अब्रामको निम्ति यो सबै भयो। जा तँलाई म यस्तो देश दिन्छु, जा। विश्वासद्वारा बोलावट भयो अब्रामलाई। अब्राम विश्वासबाटै कहाँ जानुपर्ने नजानिकन गयो भन्छ। अब यहाँ जानुपर्ने हो। अनि त्यो देश तँलाई म दिन्छु भनेर प्रतिज्ञा पनि गर्यो अरे। यो पढिदिउँ त अब्रामको 11:8। विश्वासैबाट बोलावट भएपछि अधिकारको निम्ति आफूले पाउने ठाउँमा निस्केर जानलाई अब्राहमले आज्ञा पालन गरे। अधिकारको निम्ति पाउनलाई कहाँ जानु भनेको? कनान देश हो। कनान देश चाहिँ अब्रामलाई प्रतिज्ञा परमेश्वरले गर्नुभयो अनि अब्रामले पाउनेवाला थियो। अनि विश्वासबाट त्यहाँदेखि अब्राम निस्केर गए, पछिबाट त्यो पाए। पढ्दै जाउँ भाइ। र कता जाने हो सो नजानिकनै उनी निस्केर गए। हेर्नुहोस् त, पढ्दै जाउँ। विश्वासैबाट आफ्नो होइन तर अर्काको देशमा जस्तो गरी त्यही प्रतिज्ञाका हकदारहरू भएर पालमा बास गरी इसाक र याकुबको साथमा प्रतिज्ञाको देशमा तिनी प्रवासी भए। पहिले त त्यो देशमा गए अरे। विश्वासको काम अब्राम गए, कता हो कस्तो केही नजानी भए पनि गए अरे। अनि त्यहाँ गएर चाहिँ अब्रामले विश्वासको अर्को काम के गरे अरे? तम्बुमा बसे अरे। याद गर्नुहोस्, तम्बुमा बसे अरे अब्राम। तम्बुमा बसेर त्यो प्रतिज्ञाको के गरे अरे? उसले प्रतिज्ञाको प्रतीक्षा गरे अरे। त्यो प्रतिज्ञाको पाउँछु भनेर। हेर्नुहोस् है, विश्वासको काम पहिले बोलावट, आज्ञाकारिता होइन, उसको यात्रा होइन। यात्रा पुगेपछि उसले के पाउने? अधिकार पाउने, त्यो देश पाउने। अनि त्यो अधिकारको प्रतीक्षा गरेर विश्वासमा केमा बाँचे अरे? तम्बुमा बाँचे अरे। उसको के यो टेम्परेरीलाई के भन्छ? टेम्परेरीलाई अस्थायी जीवन बिताए। पर्मानेन्ट होइन, सदाको निम्ति उसले अब्रामले चाहिँ संसार सधैँको लागि मेरो हो भनेर अब्रामकोमा त्यो विश्वास थिएन। तर संसार चाहिँ मेरो केही दिनको लागि हो भनेर अझै पढ्दै गयो भने परदेशीको जीवन बिताए। पढ्दै जाउँ मुनि, पढ्दै जाउँ। किनकि तिनले त्यही जग भएको सहरको प्रतीक्षा गर्दथे जसको बनाउने र निर्माण गर्ने परमेश्वर नै हुनुहुन्छ। अच्छा, यो 13 पनि पढौँ। ती सबै प्रतिज्ञाहरू नपाइकन तर तिनीहरूलाई टाढैबाट देखेर स्वागत गरी तिनीहरू पृथ्वीमा परदेशी हुन् भन्ने स्वीकार गर्दै विश्वासैमा तिनी मरे। अब्रामले आफूलाई संसारमा के अरे केही दिनको लागि मात्रै भनेर तम्बुमा बस्नु नै संसारलाई आफ्नो देश नबनाएर परदेश बनाएर परदेशी भएर संसारमा रह्यो अरे। विश्वासको काम यो है। अगर हाम्रोमा पनि यो काम हुन्छ भने हाम्रोमा पनि यही हुन्छ। अगर विश्वासको काम हाम्रोमा जीवनमा जब विश्वासले काम गर्नु थाल्छ हामी आज्ञा पालन गर्छौँ, त्यो बुलावटलाई हामी मान्छौँ र त्यो हाम्रो यात्रा सुरु हुन्छ, स्वर्गीय यात्रा सुरु हुन्छ। त्यहाँ हामीलाई जुन अधिकार दिएको छ त्यो हकवाला हुने, त्यसको आशामा त्यसलाई हामी संसारमा जति दिन बाँच्छौँ परदेशी जीवन बिताउँछौँ। तम्बुमा बाँच्छौँ भने हुन त घरैमा बसे पनि हाम्रो मनले चाहिँ यो संसार मेरो होइन, संसार मैले छोड्नुपर्छ,
संसार केही दिनको लागि म परदेशी र प्रवासी हुँ, मेरो देश त यहाँ होइन, मेरो देश त माथि हो, मेरो खास देश चाहिँ माथि हो, म मेरो देशमा जानु छ, मेरो घर माथि हो, मेरो घर माथि बहुत राम्रो बनिएको छ, एकदमै त्यहाँ एक दिन मैले स्थान छ भनेर हामी यो केही दिनको लागि संसारमा परदेशी र प्रवासी भएर बाँच्छौँ। यो विश्वासको काम हो। नभए भने त यो सब कुरोको अज्ञानतामा हामी छौँ भने संसार मेरै हो, संसारमा कुछ गर्छु, हेन गर्छु, तेन गर्छु, यो बनाउँछु भनेर हामी संसारमा कुछ गर्छौँ। तर संसार त हामीले छोड्नुपर्छ। यो संसारलाई हामीले दोषी ठहराउनुपर्छ। यो सब विश्वासको काम हो। र अब्राम उरमा थियो, ऊ अन्य जाति हो, मूर्ति पूजक हो। नुहको जल पर्ने पछाडि संसारमा परमेश्वरले नयाँ काम गर्नुभयो। नुहले आफ्नो नयाँ जीवन कसरी बिताए? होम बलि चलाएर बिताए होइन? अरे शुद्ध पशुहरू पन्छीहरू ल्याएर नुहले होम बलि चढाएर अनि परमेश्वरले त्यसलाई ग्रहण गर्नुभयो अरे। यसरी राम्रो नयाँ संसारमा नयाँ सुरुवात नुहमा भयो। तर अब्रामको जमानामा कति 300-400 वर्ष मात्रै पुगेको थियो होला। मान्छेहरू के भयो? मूर्ति पूजक भयो। मान्छेहरू फेरि एकदमै परमेश्वरको योजनादेखि, परमेश्वरको प्रबन्धदेखि मान्छेहरू एकदमै टाढा गए र परमेश्वरले फेरि यस्तो उहाँबाट टाढिएका लोकहरूको बिचमा अचम्मको काम, प्रतिज्ञाको काम पुरा गर्नको लागि अब्रामलाई परमेश्वरले बोलावट दिनुभयो। अब्रामलाई परमेश्वरले बोलाउनु भयो नयाँ काम गर्नको लागि। अनि अब्रामलाई चाहिँ कसरी नुहलाई चाहिँ जलपरले लिएर इन्साफ गरेर काम सुरु गर्नुभयो भने अब्रामलाई चाहिँ कसरी गर्नुभयो परमेश्वरले काम? प्रतिज्ञा दिएर। अब्रामलाई के प्रतिज्ञा दियो? जुन देश तँलाई म दिन्छु, त्यो तँलाई एउटा दिनेवाला देश छ, कनान देश, त्यो तँलाई दिन्छु, त्यो प्रतिज्ञाको देश। अनि त्यो देशमा पुगेपछि तैँले सन्तान जन्माउँछस्, अनि त्यो सन्तानलाई यति वृद्धि गर्छु, अनि तेरो सन्तानलाई सराप्नेलाई म सराप्छु, तँलाई आशिष दिनेलाई म आशिष दिन्छु भन्ने यस्तै कुरोहरू परमेश्वरले अब्रामलाई प्रतिज्ञा गर्नुभयो र त्यो प्रतिज्ञा पनि पुरा गर्नुभयो। र अब्राम सट्टै उरदेखि सट्टै अब्राम कनान जानु सकेन। याद गर्नुहोस्, उरदेखि अब्राम आफ्नो बाबु तेरा, आफ्नो भतिजा लुत, अब्रामको दाजु या भाइको छोरा लुतसँग भएर उनीहरू हारानमा आए अरे। अनि हारानमा धेरै बस्नु पर्यो अरे। हारानमा बसेपछि, हारानमा बाबुको मृत्यु भएपछि मात्रै फेरि अब्रामले त्यहाँ कल पायो, अर्थात् बुलावट पायो। आऊ, उत्पत्ति 11मा आऊ। फेरि उत्पत्ति 11 को अन्तिममा पढ्छु, त्यहाँदेखि 12मा पढ्छु। आऊ, उत्पत्ति 11 को 31 पढौँ, 31 र 32 पढौँ र 12 को 1, 2, 3 पढौँ। पढिदिनुहोस्। तेराले आफ्नो छोरो अब्राम र हारानको छोरो आफ्नो नाति लुत औ अब्रामकी स्वास्नी साराई आफ्नी बुहारीलाई साथमा लिएर कल्दीहरूको उरबाट कनान देशमा जान तिनीहरूसँगै निस्के। अनि तिनीहरू हारानमा पुगेपछि त्यही नै बसोबास गरे। तेराको उमेर 205 वर्ष पुगेपछि तिनी हारानमा गरे। 3 को 12 को 1, 2, 3 पढ्नुभयो। परमप्रभुले अब्रामलाई भन्नुभयो, तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहाजबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु। म तँलाई आशिष दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु। त आशिषको मूल भइस्। तँलाई आशिष दिनेहरूलाई म आशीर्वाद दिनेछु, आशिष दिनेछु र तँलाई शराब दिनेहरूलाई म शराब दिनेछु। तँमा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। र अब्रामलाई बुलावट दिएर अर्थात् कल गरेर अब्रामलाई त्यो देशमा पुर्याएर, कनान देशमा पुर्याएर परमेश्वरले आफ्नो प्रतिज्ञा अब्राममा पुरा गर्ने विचार थियो। नयाँ काम, विश्वासको काम अब्राममा गर्ने विचार थियो र अब्रामलाई परमेश्वरले बोलाउनु भयो उर कल्दीहरूको उरबाट। अनि अब्राम त्यहाँदेखि निस्केर जाँदा आफ्नो बाबु तेरा
अनि आफ्नो पत्नी अनि आफ्नो भतिजा लोत दाजुवा भाइको छोरालाई लिएर हरानमा आए अरे। अनि हरानमा बसे अरे। त्यहाँदेखि उनीहरू सिधै कनानमा जान सकेनन् अरे। किन? त्यहाँ जबसम्म अब्रामको बाबु तेरा मरेन, अब्रामको बाबु तेरा त्यहाँ मर्यो अरे, उसको मृत्यु भयो। यो सब कुरोले के बुझाउँछ भने परमेश्वरको प्रतिज्ञाको काममा ढिलाइ गर्ने एउटा हाम्रोमा एउटा बाधा आउँछ। कुरो त्यो हो। अब्रामको बाबु तेरा हरानमा मर्नु पर्यो। तेराको अर्थ हो ढिलाइ, त्यो विलम्ब गर्नु, ढिलो हुनु। यहाँ लेखेको छ मेरो इङ्ग्लिस बाइबलमा, एमा द नेम मिन्स डिले भन्छ। डिले भनेको ढिलाइ गर्नु। र अब्रामको बाबुको कारण चाहिँ अब्रामको कनानी यात्रामा अलिकति के गर्नु, त्यहाँ बाधा आयो, त्यहाँ विलम्ब भयो बाबुको कारणले गर्दा। के अरे बाबुको नाम तेराको अर्थ हो ढिलाइ। र जब त्यो अब्रामको बाबुको मृत्यु भयो, अब ढिलाइको जुन चाहिँ बाधा हट्यो र हाम्रो जीवनमा पनि त्यो प्रतिज्ञाको देश कनानमा जानको लागि धेरै ढिलाइहरू आउँछ। याद गर्नुहोस्, त्यो तेराले हामीलाई पछ्याउँछ। अघि हामीले सुन्दै थियौँ, हेर उद्धारको दिन आजै छ, अनुग्रहको समय अझै छ, अहिले नै ग्रहण गर भन्ने हामीले अघि 2 कोरिन्थी 6को सायद 6बाट हामीले हेर्दै थियौँ। जब हामीले यो सुन्दाखेरि यो प्रतिज्ञाको कुरो जुन चाहिँ कनान अर्थात् स्वर्ग जाने कुरो पाउने कुरोको निम्ति चाहिँ हामीले ढिलाइ गर्नु हुँदैन, ढिलो गर्नु हुँदैन। तर हाम्रोमा ढिलो गर्ने एउटा तेराले हामीलाई पछ्याउँछ। धेरैले ढिलो गरेको छ, धेरैले ढिलो गरेर त्यो स्वर्गलाई उम्काइ पठाएको छ, स्वर्गलाई गुमाएको छ। धेरैले ढिलो गर्नुहुन्न। पढिदिउँ हो 2 कोरिन्थी 6को 6मा पढिदिउँ ल। हेर उद्धारको समय अहिले छ। अनि हिब्रू 3को 2मा यति ठुलो मुक्तिको वास्ता गरेन भने तिमीहरू कसरी उम्किन्छौ त्यो न्यायदेखि, आउनेवाला न्यायदेखि। परमेश्वरको वचनले हामीलाई यसरी थाहा दिन्छ। कसरी पाउनु भने पढिदिनुहोस् 2 कोरिन्थी 6को 6 या कति 3 नम्बर 4। पाउनु भएन? उहाँसँगै काम गर्दै हामी तिमीहरूलाई आग्रहपूर्वक बिन्ती पनि गर्छौँ कि परमेश्वरको अनुग्रह व्यर्थैमा ग्रहण नगर। किनभने उहाँ भन्नुहुन्छ खुसी भएको समयमा मैले तिम्रो कुरा सुने औ उद्धारको दिन मैले तिमीलाई सहायता दिएँ। हेर ग्रहण योग्य समय अहिले छ, हेर उद्धारको दिन अहिले छ। ग्रहण योग्य समय अहिले छ, उद्धारको समय अहिले छ। हाम्रोमा तेराले नपछ्याओस्, त्यो ढिलाइ पनि नआओस्। ढिलो गर्दा धेरैले अघि पनि सुन्दै थियौँ स्वर्गलाई गुमाएको छ। उद्धारको समय हामी कतिजनाको लागि अहिले हुनसक्छ। बिहालो नगर्नुहोस्। अब्रामको बाबु तेरा हरानमा मर्यो, त्यसको पछाडि मात्र अब्रामलाई परमेश्वरको बुलावट भयो। 12मा हामीले पढ्यौँ होइन, त्यो प्रतिज्ञाको देशमा तँ जा, त्यहाँ त त्यो कनान तँलाई दिनेछु। अनि प्रतिज्ञाको हकदार हुनको लागि अब्राम सुरु त्यो देशमा गए होइन। अब्रामलाई अरू अन्य आशिषहरू परमेश्वरले दिनुभयो। तँलाई म एउटा ठुलो जाति बनाउने छु, तँ आशिषको मूल हुनेछस्, तँ ठुलो जातिको पिता हुनेछस् भनेर आज अब्रामको प्रतिज्ञा पुरा भएको छैन। अर्को ठाउँ हेऱ्यौँ भने अब्रामलाई परमेश्वरले अब अब्रामको विश्वासको हृदयमा धेरै प्रतिज्ञा गर्नुभएको छ। धेरै पल्ट यो प्रतिज्ञालाई अब्रामलाई परमेश्वरले दोहोऱ्याउनु भएको छ। अब्रामलाई परमेश्वरले भन्नुभयो समुद्रको बलुवा तँलाई थाहा छ, समुद्रको बलुवा जस्तो तेरो सन्तान म बनाइदिन्छु। त्यसको अर्थ हो आज इजरायल देशमा कति अब्रामको सन्तान फैलिएर गयो। इजरायललाई निमित्यान्न पार्न, नाम निशाना मेटाउन कति मुसलमान देश राष्ट्रहरूले कोसिस गर्छ होइन, सक्छ
परमेश्वरले दिएको आशिष कहिले पनि सक्दैन। अनि अब्राहमलाई भन्नुभयो परमेश्वरले आकाशमा हेर त आकाशको ताराहरू गर्नु सक्छस्? सक्दिन। तेरो जाति म त्यति नै बनाउँछु। आकाशको ताराहरू तपाईँ हामी आज होइन आत्मिकी अब्राहमको सन्तान, आत्मिकी सन्तान के आज विश्वासीहरूलाई आकाशको तारा भन्दैनन्? आकाशका ताराहरू चाहिँ प्रत्येक विश्वासी, गवाई राख्ने विश्वासी, धार्मिकताको गवाई राख्ने विश्वासीहरूलाई आकाशको तारा भन्छ। आज परमेश्वरले अब्राहमलाई दिएको आशिष यसरी पुरा भइरहेको छ त। जब जब हामी विश्वासमा हिँड्छौँ, त्यो हिँडाइमा जब हाम्रो बुलावट हुन्छ, जब त्यो बुलावटलाई हामी ग्रहण गर्छौँ र त्यो आज्ञा पालन गर्छौँ र अब हामी विश्वासको हिँडाइमा हिँड्छौँ, हामीले पनि त्यो आशिषको भागीदार हामी हुन्छौँ। हुन त अब्राहमको जीवनमा धेरै दुःख, कठिनाइ, कष्टहरू आएको छ। तपाईहरुले यो 12 अध्यायदेखि पढ्दै पढ्दै जानुहोस्। 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25 मा मात्रै अन्त हुन्छ। उत्पत्ति 25 मा मात्रै अब्राहमको च्याप्टर क्लोज हुन्छ, अन्त हुन्छ है। र धेरै अध्यायहरुमा अब्राहमले विश्वासको हिँडाइ हिँडेको कथाहरू तपाईहरु राम्रो पढ्नुहोस्, राम्रो पढ्नुहोस् कि अब्राहमको जीवन सधैँ नै आशिषको भरपुरी सजिलो थियो। अब्राहम कस्तो कस्तो अवस्थामा जानु पर्यो, अब्राहमले कस्तो कस्तो समस्याहरू सामना गर्दै जानु पर्यो। र विश्वासको हिँडाइमा जब हामी आज्ञाकारिताको बाटोमा अर्थात् आज्ञा पालनको गोरेटोमा विश्वासको आधारमा हामी हिँड्छौँ र त्यो विश्वास के हो, विश्वासको काम के हो, त्यसको अनुभवमा लानुको लागि हामीले विभिन्न प्रकारको जीवनको अनुभव गर्दै, कोही बेला तितो, पिरो, अमिलो, अप्ठ्यारो, होचो, अल्को किसिम किसिमको हामीले अनुभव गर्दै 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 जानुपर्छ। तर अब्राहम विश्वासको हकवाला भयो कि भएन? अब्राहम विश्वासको हकवाला भयो। अब्राहमले कनान पायो, कनान अब्राहमको भयो। अनि सदाको निम्ति त्यो अब्राहमको सन्तानको निम्ति कनान देश भयो होइन, अहिले इजरायल देश भएन। यो किन यो भएको भन्दा परमेश्वरले अब्राहमलाई पहिले नै प्रतिज्ञा गर्नुभएको थियो। त्यो प्रतिज्ञा अब्राहममा परमेश्वरले पुरा गर्नुभयो। र अघि हामीले हिब्रू 11 मा यही कुरोहरू पढ्यौँ। र यहाँ एक दुईवटा कुरो फेरि हेरौँ। हिब्रू 11 मा आऊ। र अब्राहमले बोलावट पाएपछि कनान देश कहाँ हो त्यसको राम्रो ज्ञानै नपाई, त्यसको थाहै नपाई अब्राहमले आफ्नो यात्रा सुरु गरे। कता हो, कहाँ जाने केही थाहा नपाए। यो कुरो हाम्रो जीवनमा नि पुरा भएको छ। अब्राहमको जीवनमा कनान देश निश्चित थियो, त्यहाँ त उसलाई त्यहाँ आज्ञा भएको थियो। तर कसरी जाने, कस्तो थाहै नपाए अब्राहम हिँडे अरे। आज हामीलाई पनि स्वर्गीय कनानमा हामीलाई बोलाएको छ। हाम्रो बुलावट माथिको बुलावट हो, उच्च बुलावट। यसलाई माथिको बुलावट भन्छ फिलिपीको पत्रिकामा, हिब्रूले भन्छ उच्च बुलावट भन्छ। स्वर्ग जाने बुलावट हाम्रो पनि भएको छ। अब हामी स्वर्ग कस्तो छ, जसरी अब्राहमलाई कनानको थाहा थिएन भने हामीलाई पनि स्वर्गको विषयमा त त्यति साह्रो थाहा छैन नि होइन। तर स्वर्ग कस्तो छ, कहाँ हो, कसरी जाने त्यो थाहै नपाए पनि हामी विश्वासको आधारमा त्यो बोलावटलाई हामीले ग्रहण गरेर स्वीकारेर हामी पनि अब्राहमले झैँ यात्रा सुरु गरेका छौँ। हामी पनि यात्री हैनौँ। अब्राहमले यात्रा गरे अरे, हामी पनि त्यो यात्रामा छौँ अहिले। र अब्राहमले जस्तै दुःख कष्ट झेल्यो त्यस्तै हाम्रो पनि जीवनमा आइरहेको छ। तर हामी विश्वासमा अघि बढ्नेछौँ। अर्को चाहिँ विश्वासद्वारा अब्राहम त्यो देशमा पुगेर, प्रतिज्ञाको देशमा पुगेर त्यहाँ बसोबास गरे अरे। के भएर? पराई भएर, स्ट्रेन्ज भएर, परदेशी भएर तम्बुमा बसे अरे। अनि आफ्नो छोरा नाति पनि तम्बुमै बसे अरे। अनि अब्राहमले एउटा सहरको विषयमा हेरे अरे, त्यो सहर बनाउने चाहिँ परमेश्वर नै हुनुहुन्थ्यो भनेर। सहरको विषयमा हामी भोलि हेर्छौँ, भोलि बिहानको सुरुमा हेर्छौँ सहरको विषयमा, अहिले समय छैन। तर अब हामी एक दुईवटा कुरालाई यहाँ ध्यान दिन्छौँ, बहुत गम्भीर प्रकारले ध्यान दिन्छौँ है। अब्राहम त्यो प्रतिज्ञाको देशमा पुगेर बास गर्नु थाले अरे। अब हाम्रो यो संगति चाहिँ के हो?
त्यही प्रतिज्ञाको देश हो। हाम्रो यो सङ्गति चाहिँ हेभेनली कनान हो। यो हाम्रो यो सङ्गतिलाई चाहिँ स्वर्गीय कनान भन्छ। हामी चाहिँ स्वर्ग नपुगे तापनि हाम्रो पोजिसन, हाम्रो हक, हाम्रो बसाइ चाहिँ कहाँ छ अहिले? स्वर्ग स्थानहरूमा छ। त्यो कुरो चाहिँ प्रेरित पावलले घरिघरि यसरी बताएको छ। विशेष गरी एफिसीको पत्रिकामा बताएको छ हाम्रो स्थान त स्वर्ग स्थानहरूमा हाम्रो स्थान हामीले पाइसकेका छौँ। हामी पनि विश्वासको आधारमा हामी त्यो स्वर्गीय कानूनमा आइपुगेका छौँ। तर यो स्वर्गमा हाम्रो स्थान पाउनको लागि चाहिँ संसार मेरो भन्नु हुँदैन। यति हो कुरा चाहिँ। संसारमा चाहिँ हामी परदेशी र प्रवासी, यहाँ चाहिँ स्ट्रेन्जर भन्छ नि, अन्जान हुनु पर्यो। जति जति संसारमा हामी परदेशी हुन्छौँ उति उति स्वर्ग हाम्रो हुन्छ। जति जति संसार हाम्रो निम्ति पराई हुन्छ उति उति स्वर्गको चिनारीमा हामी आउँछौँ। संसारले हामीलाई चिन्नु हुँदैन। संसारले चिन्नु थाल्यो भने त हामी संसारकै भयौँ नि। संसारमा हाम्रो मान मर्यादा, हाम्रो हर प्रकारको धन सम्पत्ति सबै हुनु थाल्यो भने त संसारले हामीलाई चिन्छ। स्वर्गको लागि हामी पराई हुँदै जान्छौँ। स्वर्गको चिनारीमा हामी आउनु चाहिँ हो भने संसारको कुरोमा चाहिँ हामी के हुनु पर्यो? अन्जान हुनु पर्यो, पराई हुनु पर्यो। र अब्राहमले त्यही कुरो गरे अरे। विश्वासको काम चाहिँ के हो भने संसारमा आफूलाई परदेशी बनाएर, संसारमा पराई भएर स्वर्गको परिचितमा आउँदै 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 जानु। यहाँ आउँदा यो एफिसीको पुस्तकमा आउँछ। एफिसीको पुस्तकले चाहिँ विश्वासीहरूको स्थान स्वर्ग हो भनेर बताउँछ। र यही एफिसीको पुस्तकले हामीलाई अब तिमीहरू अन्जान छैनौ, पराई छैनौ भन्छ। के को लागि? फेरि यहाँ पत्रसले चाहिँ तिमीहरू पराई हो भन्छ। अहिले पढेको यो हिब्रूमा पनि तिमीहरू पराई बन्नुपर्छ भन्छ। तर एफिसीमा त तिमीहरू पराई छैनौ भन्छ। आउँ त पढौँ एफिसीको 2:19 तिर। आउँ एफिसीको 2 किनभने उहाँद्वारा हामी 19 यसरी अब तिमीहरू फेरि परदेशी र विदेशी छैनौ, तर पवित्र जनहरूसँग तिमीहरू सङ्गी नागरिक र परमेश्वरको घरानाका मानिसहरू भएका छौ। यहाँ हेर्नुहोस्, हामी परदेशी र पराई छैनौँ। यो के भनेको भने हामी चाहिँ स्वर्गको चिनारीमा आउँदैछौँ नि त। स्वर्गको निम्ति चाहिँ अब संसारको निम्ति चाहिँ परदेशी र पराई भयो भने हामी कहाँको निम्ति हाम्रो चिनारीमा आउँछौँ? स्वर्गको। अब स्वर्गको निम्ति चाहिँ हामी पराई होइनौँ। तर संसारको लागि पत्रसले पहिला पत्रसमा लेखेको चाहिँ त्यो चाहिँ संसारको निम्ति हामी पराई हुनुपर्छ। अहिले हामीले पढेको पाठ पनि अब्राहम चाहिँ संसारको निम्ति कनानमा पराई भयो। तर ऊ चाहिँ अब्राहम जति जति कनानमा ऊ पराई भयो उति उति स्वर्गको जानकारीमा अब्राहम आए होइन। अब्राहमले स्वर्गमा के छ भनेर जानेको थियो। स्वर्गमा एउटा के छ? सहर छ, जसको बनाउनेवाला चाहिँ स्वयं परमेश्वर हुनुहुन्छ भनेर त्यसको जानकारीमा चाहिँ अब्राहम आउँदै थियो। र यहाँ पावलले एफिसीहरूलाई चाहिँ भन्छ कि एफिसीमा चाहिँ विश्वासीहरूको स्थान चाहिँ स्वर्ग हो भन्छ एफिसीले। र त्यहाँ चाहिँ अब तिमीहरू पराई होइनौ, अन्जान होइनौ, तिमी सङ्गी के हो? नागरिक हौ भनेर चाहिँ। कोसँग? हामी सबै मिलेर हामी चाहिँ कहाँको नागरिक हौ? स्वर्गको नागरिक हौ। यति मात्रै छैन, यहाँ अझै मुनि भने अहिले जब हामी स्वर्गको चिनारीमा आउँदै हामी सङ्गी स्वर्गको नागरिक हामी हौ भने अब हामी यहाँ के बनिन्छौँ? यहाँ अलिक मुनि पढ्नु त। के बनिन्छौँ? यहाँ पवित्र आत्माद्वारा मिलेर बहुत एकतामा मिलेर परमेश्वरको वास स्थान पो बनिँदैछौँ त यहाँ हामी। पढ्नु त। त्यही हो सहर बनिएको चाहिँ। प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालिकन ख्रिस्ट येशू आफै चाहिँ मुख्य कुनै ढुङ्गो बनिनु भएको छ, जसमा प्रत्येक घर साथसाथै ठिकैसँग जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दै जान्छ, जसमा तिमीहरू पनि आत्मामा परमेश्वरको वासस्थान हुनलाई बनिँदै जान्छौ। यो कुरो भन्नु मलाई ठ्याक्कै मन पर्थेन, तर अब यसलाई टुङ्ग्याउनै पर्यो। यो कुरो भन्दा मलाई साह्रो दुःख लाग्छ, बहुत दुःख लाग्छ। हामीले पुरा गरेको छौँ। हामी ठिक्कै पवित्र आत्माद्वारा मिलेर एकतामा हाम्रो जीवन छ, त्यो छैन नि हाम्रोमा। बहुत गवाई बिगारेका छौँ हामीले। पवित्र आत्माद्वारा एकतामा मिलेर सबै विश्वासीहरू एक भयौँ भने
परमेश्वरको वासस्थान पवित्र आत्माद्वारा बनिने थियो। यो चाहिँ साह्रै दुःख लाग्दो कुरो। तरै पनि हामी संसारको निम्ति पराई भयो भने स्वर्गको निम्ति हामी परिचित हौँ र स्वर्ग हाम्रो भनेर हामी स्वर्गको परिचयमा आउँदै आउँदै हामी हाम्रो नागरिकता चाहिँ स्वर्ग हो, स्वर्गको हामी नागरिक हौँ भन्ने हाम्रोमा हुन्छ है। र अब्राहमको यही थियो विश्वासको काम। हेर विश्वासको यस्तो काम गर्नु मन लाग्दैन? जब विश्वासले हामीलाई स्वर्गको परिचयमा ल्याउँछ, हाम्रो सिटिजनसिप अथवा हाम्रो नागरिकता चाहिँ स्वर्ग हो। यो संसार त थोरै दिनको लागि परदेश हो। म त यहाँ परदेशी जस्तो छु, एक दिन छोडेर जानुपर्छ, जानै पर्छ नि। म बाँच्छु भनेर पनि मलाई साह्रो बाँच्नु मन लाग्छ भनेर हामी बाँच्न सक्छौँ? हाम्रो भुटानमा एकजना साह्रो धनी मान्छे छ कि बुढो भइसकेको छ। कसरी जवान हुने दबाईभन्दा जति पनि पैसा दिएर खान्थे भन्छ अरे। त्यसले चाहे त्यो बुढो निकै बुढो भएको छ, पहिलेको राजाको ससुरा हो, मर्छ नि एक दिन होइन, उसले चाहेर पनि। उहिले एउटा यस्तो व्यक्ति थियो अरे, अमरण कहाँ छ खोज्नुको लागि संसार धेरै जित्यो उसले। एउटा राजा थियो अमरण खोज्नुको लागि, त्यो खोजेर पाउँछ। त्यो राजाले ख्रिस्टको सुसमाचारलाई सुनेको भए कति खुसी भएर उसले त्यो अमरत्वलाई ग्रहण गर्थ्यो होला। तर बिचारा ख्रिस्टलाई उसले पाएन। तर त्यो अमरत्व खोज्नुको लागि कतिको खुन बगाए, कतिको ज्यान लिए उसले। सारा चाइना, मङ्गोलिया, मुगल तपाईँले गेन्जिस खान भनेको सुन्नु भएको होला सर, ग्रेट कन्करर अफ द वर्ल्ड, एउटा धेरै जितुवा लडाइँ खेल्ने। उसले युरोप सारा जित्यो होइन। के को खोजीमा थियो अरे? अमरत्व कहाँ छ। र अमरत्वको लागि उसले धेरैको खुन बगाउनु पर्थ्यो। एकजनाले खुन बगाइदिएको थियो होइन। त्यो एकजनाको खुन बगाइमा उसले विश्वास गरेको भए अमरत्व उसको हुने थियो। त उसले खोजेर पनि पाएन बिचारा। भने आज हामी कति भाग्यशील व्यक्तिहरू हौँ। हामीले पायौँ, हामीलाई बोलायो, विश्वासद्वारा त्यो बोलावटलाई ग्रहण गर्यौँ। अब हामी स्वर्ग यात्रामा छौँ। संसारमा हामी परदेशी छौँ। संसार हाम्रो लागि केही दिनको लागि हो। तर हामी यहाँ संसारमा पराई भए तापनि हामी स्वर्गको चिनारीमा अर्थात् जानकारीमा हामी आउँदैछौँ। दिनौँ स्वर्गले हामीलाई चिन्छ। एक दिन हामी मरेपछि स्वर्ग पुगेपछि अन्जान हुँदैन स्वर्गमा। हामीलाई चिन्ने थुप्रो हुन्छ। पहिले त हाम्रै प्रभु हामीलाई स्वागत गर्न माथि बस्नुहुन्छ र हामीलाई चिन्नेहरू स्वर्गमा थुप्रो हुन्छ। अहिले मलाई टोकियो जा भन्दाखेरि म टोकियो गएँ भने कोही पनि चिन्दिनँ। म त जाँदिनँ भनेर मलाई क्यान्सल गर्नु मनपर्छ त्यो टोकियो, किन म चिन्दिनँ। त्यहाँ मलाई चिन्ने मान्छे त्यहाँ छ भने पो म खुसी भएर जान्छु होइन। तर टोकियो गएको जस्तो स्वर्ग होइन नि। स्वर्ग गएपछि हामीलाई चिन्ने थुप्रो हुन्छ हामी। किनभने अहिले यहाँ संसारलाई परदेशी बनाएर तम्बुको जीवन, केही दिनको जीवन हामी बिताएका छौँ भने हामी स्वर्गको चिनारीमा हामी आइरहेका छौँ। र अहिले प्रेरित पावलले इफिसीको पत्रिकामा यही कुरो गरेको। र अब हामी यसलाई भोलि हेर्दैछौँ अब्राहमको रहल जीवनबाट। प्रभुले हामीलाई धेरै आशिष दिएका हुन्।